हेलो गाइस, फेरि पनि नजमुल इलेक्ट्रोनिक स्टोरमा स्वागत छ। अनि विशेष गरी के हो भन्दै गर्दाखेरि चाहिँ आज रियलमी 14T को फोन टेस्ट हुन गइरहेको छ। केमा भन्दा पानीमा। सो तपाईँले वाटरप्रुफ हो या होइन, गेजिङमा एभाइलेबल छ या छैन भनेर तपाईँले हेर्न सक्नुहुनेछ। अनि यहाँ हामी टेस्टिङ गर्न गइरहेको छौँ लाइभ, तपाईँले हेर्न सक्नुहुन्छ। यहाँ छ फोन तपाईँको रियलमी 14T फोन चल्दैछ, तपाईँको ओरिजिनल फोन हो। यहाँ दाजुले लिनुहुँदैछ। यो चाहिँ तपाईँको अब फुल्ली वाटरप्रुफ हो कि होइन, पानीमा हालेर तपाईँको यहाँ निकालेर तपाईँको पानीबाट बाहिर चल्दैछ कि छैन यहाँ तपाईँको हेर्नुहुन्छ। क्यामेरा फ्रन्ट ब्याक क्यामेरा दाजुको एकदम चिटिक्कै ह्यान्डसम। यहाँ क्लिक पनि हुँदैछ, वाटरमा पनि काम गर्दैछ तपाईँको। यहाँ हेर्नुहुन्छ क्यामेरा। फेरि पनि म हालिदिन्छु तपाईँको। अर्को मोडल छ तपाईँको रियलमी, यो पनि तपाईँको अन मोडमै छ तपाईँको। यो पनि म हालिदिन्छु। दाजुले दुइटै फोन लिनुहुँदैछ हो, रियलमीकै वाटर टेस्ट गरेर एकदम हेर्नुहोस्। पानीमा निकाल्दा पनि मजाले चल्दैछ दाजु, चलाइहाल्नुहोस् तपाईँ, चेक गर्नुहोस्। केही अब पानी भिगेर पनि के डर अब चलेको छ कि छैन राम्रो हेर्नुहोस्। क्यामेरा अन गर्नुहोस्, सधैँ सही हाल्छ। यो फोन चाहिँ है उहाँले यसरी वाटरप्रुफ भन्नुभयो है, किनभने अहिले अब बर्खाको यो रेनी सिजनमा हामी अब राइडर्स हो होइन, बाहिर बोकेर हिँड्नुपर्छ। अन्त त्यसले गर्दाखेरि चाहिँ मैले लिएको। तर यसको प्राइस चाहिँ सायद तपाईँहरूले 50,000, 60,000, 30, 40 भन्नुहुन्छ होला। तर यो चाहिँ एकदमै दामी फोन, एकदमै सस्तो प्राइसमा रहेछ। यो चाहिँ तपाईँको कहाँनिर तपाईँको यहाँ मेडिकल गुप्ता मेडिकल अगाडिपट्टि सिक्किम ब्याङ्क गुप्ता मेडिकल अगाडिपट्टि रहेछ। र उहाँले एकदमै मलाई रिजनेबल प्राइसमा दिनुभएको छ। अफर पनि पर्नु भयो। हजुर, अफर पनि दिनुभएको छ मलाई है। मैले यो अलिकति हेभी भन्दा पनि तपाईँको 20,000 को रेन्जमा। र प्लस उहाँले मलाई यसमा चाहिँ खास यसको चाहिँ अफर चाहिँ यसको ब्यान्ड रहेछ। तर मैले उहाँलाई रिक्वेस्ट गरेर एउटा पावर ब्याङ्क मागेको छु है, 10,000 mAh को पावर ब्याङ्क उहाँले दिन्छु भन्नुभएको छ। अन्त थ्याङ्क यू भेरी मच। र तपाईँहरूलाई पनि म यो भन्न चाहन्छु कि तपाईँहरू यहाँ यो मेडिकल स्टोरको जस्ट अपोजिट क्लोज टु स्टेट ब्याङ्क तपाईँ आएर चाहिँ तपाईँले यहाँबाट लिनु सक्नुहुन्छ है, त्यही भन्न चाहन्छु। थ्याङ्क यू।